मलाई चाहिँ यहाँ भर्खर भाइले एउटा क्वेसन सोधे कि यो सामाजिक सुरक्षा कोष एसएसएफ कि एसआइपी। सुरुमा चाहिँ बुझौँ, एसएसएफ भनेको सामाजिक सुरक्षा कोष हो। यो चाहिँ नेपाल सरकारको फन्ड हो। सरकारी कोष चाहिँ नागरिकहरूको रिटायरमेन्ट प्लानको लागि चाहिँ सरकारले बनाइदिएको कोष हो भनेर बुझौँ। अब एसआइपी भनेको चाहिँ सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान भनेको एउटा म्युचुअल फन्ड म्यानेजरहरूले सञ्चालन गर्ने एउटा प्लान हो, जसमा चाहिँ हामीले मासिक रूपमा सर्टेन एमाउन्ट जम्मा गर्छौँ र केही समयपछि प्रतिफल सहित त्यो रकम प्राप्त गर्छौँ। अब एसआइपी चाहिँ दुई किसिमको हुन्छ हैन, एउटा चाहिँ लिमिटेड र अनलिमिटेड भनेर हुन्छ। एउटा चाहिँ सर्टेन टाइम मैले पहिले नि तोक्छु, 5 वर्ष 10 वर्ष गर्छु, अनि त्यसपछि म 10 वर्षपछि क्लोज गरेर मैले पैसा लिन्छु भन्ने हुन्छ। एउटा अनलिमिटेड मैले जहिलेसम्म पनि गर्न सक्छु र जहिले पनि क्लोज गर्न पाउँछु। त्यसको विथड्रको खालको फेरि आफ्नो पोलिसीहरू छ। सो एसआइपी भनेको चाहिँ जनरली एउटा इन्भेस्टमेन्ट प्लान हो, त्यो चाहिँ प्राइभेट फन्ड म्यानेजरहरूले चलाउँछन्। अब यता एसएसएफ भनेको टोटल्ली फरक हो क्या। एसएसएफ भनेको चाहिँ के हो त भन्दाखेरि मैले बाँचुन्जेल सकुन्जेल पाखुरा चलुन्जेल त दुःख गर्ने हो नि त। पाखुरा चल्न छोडिसकेपछि म दुःख गर्न सक्दैन। त्यो अवस्थाको लागि चाहिँ सेक्युरिटी हो त्यो भने। जस्तै म काम गर्दै गर्दाखेरि चाहिँ जम्मा गर्छु, बिरामी परे एसएसएफले हेर्छ, अपाङ्गता भयो भने एसएसएफले हेर्छ, एक्सिडेन्ट भएर केही भयो भने एसएसएफले हेर्छ, अब रोगी लाग्यो भने एसएसएफले हेर्ने भयो, र बुढेसकालमा पनि एसएसएफले हेर्छ। गर्दाखेरि एसएसएफ भनेको चाहिँ टोटल्ली कभरेज हो, एउटा अम्ब्रेला हो। अब यो अम्ब्रेलालाई चाहिँ एसआइपीसँग कम्पेयर गर्न मिल्दैन। सुन्दाखेरि नाम उस्तै उस्तै सुनिन्छ। अब रिस्क मिटिगेसनको हिसाबले यस पनि सुन्नुहुन्छ कि साथीहरूले चाहिँ एसएसएफको पैसा चाहिँ डुब्ला एसआइपीको नडुब्ला भन्नुहुन्छ। पैसा जुनसुकै पनि डुब्न सक्छ, अनेस्टली स्पिकिङ है, पैसा जुनसुकै डुब्न सक्छ हैन। देशको फाइनेन्सियल सिस्टम नै क्र्यास गर्न पनि सक्छ। तर एज अ लेमेनको पर्सपेक्टिभबाट हेर्दाखेरि एसआइपी भनेको बढी रिस्की हो। एसआइपीलाई चाहिँ एउटा फन्ड म्यानेजरले म्यानेज गर्ने हो क्या। हुन त रेगुलेट गरे हुन्छ त्यो चिजहरू पनि, तर फन्ड म्यानेजरले म्यानेज गर्ने भएको हिसाबले एसएसएफको तुलनामा एसआइपी मोर रिस्की छ। एसएसएफ किन अलि कम रिस्की हुन्छ भन्दाखेरि एसएसएफको सञ्चालक समिति नै कस्तो कस्तो मान्छेहरू छ भन्दा नेपाल राष्ट्र ब्याङ्कको प्रतिनिधि हुन्छ, अर्थ मन्त्रालयको प्रतिनिधि हुन्छ, राष्ट्रिय योजना आयोगको प्रतिनिधिहरू हुन्छ। यस्तो यस्तो ठुलो मान्छेहरू विभिन्न गभर्नमेन्ट एन्टिटीहरूको चाहिँ प्रतिनिधिहरू बसेर एउटा सञ्चालक समिति बनाइएको हुन्छ एसएसएफको। यसले रेगुलेट गर्छ। त्यो हिसाबले चाहिँ एसएसएफ एसआइपीको तुलनामा कम रिस्की हो। तर तपाईँलाई मन पर्छ मन पर्दैन भनेर तपाईँले आफ्नो आवश्यकताको कुरा भयो। र मैले रिसेन्टली एसएसएफ गाइड नेपाल भनेर अनलाइन पोर्टल ल्याएको छु। ssf.digitalsolutionnepal.com वेबसाइटमा गएर तपाईँले त्यहाँ एसेसमेन्ट भन्ने छ। त्यो एसेसमेन्टमा गएर तपाईँले 10 वटा क्वेसन सोध्नु भयो भने तपाईँको के हुन्छ त, त्यसले तपाईँलाई एसएसएफ आवश्यक छ कि छैन भनेर भनिदिन्छ। 10 वटा प्रश्न तपाईँले जेन्युनली आन्सर गर्नुभयो भने तपाईँको 10 नम्बरमा कति नम्बर तपाईँको आवश्यक छ। 9 छ भने 10 मा 9 आवश्यक छ भने तपाईँले गरिहाल्नु पर्यो। 9 मा 2 छ भने तपाईँले नगर्दा पनि भयो। त्यो हिसाबले एउटा एसेसमेन्ट मैले क्वेसनर बनाएर एउटा इन्डेक्स गराइदिएको छु। यो पोर्टलमा चाहिँ तपाईँले सबै चिजहरू पाउनुहुन्छ सामाजिक सुरक्षा कोषसँग रिलेटेड। त्यो पोर्टल पनि तपाईँले ओपन गरेर हेर्नु होला। थ्याङ्क यू।